हे भगवान, कस्तो सजाय हो यो। 9 महिना कोखमा राखेर जन्माएका छोराको हातबाट आमाले प्राण त्यागिन्। सुर्खेतको भेरीगङ्गा नगरपालिका 12 मसिना टोलमा शुक्रबार शान्त बिहानी एकाएक भयावह बन्यो। सानै उमेरमा श्रीमानको माया गुमाएकी धनिकलाले जसो तसो गरेर सुख दुःख गरेर छोरालाई हुर्काएकी थिइन्। शुक्रबार जहाँ सूर्यको किरण उदाउन साथ आफ्नै छोराको हातबाट एउटा आमाले प्राण त्यागिन्। 52 वर्षकी धनिकला बस्नेत बिहानको करिब 5 बजेतिर घरभित्र सुतिरहेकी थिइन्। उनी हरेक बिहान परिवारका लागि उठ्ने अनि सबैलाई हेरचाह गर्ने बानी थियो। तर त्यो बिहान न त उनी चुलो बाल्न पाइन्, न त उनी घरको दैलो लिपोत्ने गर्न पाइन्। त्यो बिहानको पहिलो आवाज उनको टाउकोमा छोराले फरुवा बजारे। 35 वर्षका उनका छोरा कविराम बस्नेत, जसको बाल्यकालमा आमा धनिकलाले हरेक सुख दुःखमा पालन पोषण गरेकी थिइन्। सहारा चाहिने बेलामा श्रीमान गुमाएकी धनिकलाले जसो तसो गरी छोरालाई हुर्काएकी थिइन्। उनकै हातबाट जन्म दिने आमाको जीवन समाप्त भयो। फरुवाको एक प्रहारले आमाको टाउको फुट्यो अनि उनको सपना, माया अनि जीवन सबै टुट्यो। छिमेकीहरू हतारिए, रगतले भिजेको खेतबाट आमालाई उठाए, तर तुरुन्त कर्णाली प्रदेश अस्पताल कालागाउँतर्फ दौडाए। तर अस्पताल पुगेपछि केही बेरमा चिकित्सकहरूले शान्त स्वरले भने, उहाँ अब हामीमध्ये रहनु भएको छैन। त्यो क्षणले सबैलाई हल्लायो। आमा जसको मुटु सन्तानका हरेक गल्तीमा पनि माफ गर्ने तयार हुन्थ्यो, जसको अन्त्य सन्तानकै निर्दयतामा भयो। मसिनाटोल यति बेला शान्त छ। हरेक आफन्ती छिमेकीहरूका आँखामा टिलपिल टिलपिल आँसु चुहिरहेको छ। आँगनमा सन्नाटा छ। खेतमा रगतको भेल र छिमेकीहरूको ओठमा एउटै वाक्य छ, आखिर किन यस्तो भयो? कविरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ, तर उनले मारेकी आमा फर्केर आउँदैनन्। उनको आमा त्यो मायाको महासागर जब चिसोको शवमा रूपान्तरण भइसकेको छ। मृतक आमाको काखमा कहिले शान्ति नपाउने छोरा र समाजले कहिले नबिर्सने यो घटना। हार्दिक श्रद्धाञ्जली आमा। तपाईको आत्माले शान्ति पाओस्।